ल हामी चाहिँ मेन मन्दिर प्रवेश गऱ्यौँ अनि ल यहाँको यो कलाकृति हेरौँ साथीहरू यहाँको दामी रहेछ त ठाउँ हो यो त खोलेर जाने हो फोटो खिच्दा फेरि देख्यो भने उ गर्ला नि बाहिर निकालिदिन्छु भन्थ्यो अघि ल हेरौँ साथीहरू यो अक्षरधाम यो चाहिँ ल है अनि पुरै यो चाहिँ ल हेरौँ यहाँको कलाकृति अनि हाम्रो मनिष बाबुलाई चाहिँ आज यहाँको पुजारी बनाइदिए मनिष अब मन्दिरमा गएर पूजा गर्ने हो नि ल हेर्नुहोस् यहाँको यो कलाकृतिहरू तपाईहरुले यहाँको यो अक्षरधाम न्यू जर्सी भनेर सर्च गर्नुभयो भने जस्तो फोटोमा छ त्यस्तै छ यहाँ भित्र पनि अझै राम्रो रहेछ हेर्दाखेरि चाहिँ ओहो ल हेर्नु त साथीहरू यी एकदमै मान्छेहरू यहाँ आएका घुम्नलाई इन्डियन त्यसपछि नेपाली सबै ल हेर्नुहोस् यहाँको दृश्य अनि ओहो यो मेन मन्दिर ल हेर्नु त यति राम्रो छ यो यहाँको यो कलाकृति देखेर तपाईहरु दङ पर्नुहुन्छ यहाँ चाहिँ यो सितार बजाको ल त कलाकृति भनेको यो हो खै मेरो पनि फोटो खिच्देऊ त एउटा यस्तो ठड्याएर तनुस ल आउँछ र ल यस्तो गर न यो तिमीले फोटो खिचिरहेको पनि आउँछ नि ह्याट लगाऊ ह्याटले धेरै हेल्प गर्छ यहाँ छ त तान्ने झिक यहाँको यो कलाकृति हो अनि खास अक्षरधाम इन्ट्रान्स यता रहेछ अनि जाँदैछौँ यहाँ के छ यसमा लेखेको म तपाईहरुलाई देखाउँछु यहाँ भित्र क्याफेहरू पनि रहेछ यो सबै रहेछ ल हेर्नुस् यहाँ हेर्नुस् अक्षरधाम भिजिट एन्ड दर्शन गाइडलाइन्स यहाँनिर रहेछ यो गाइडलाइन्समा यहाँ हेरेर कता के छ त्यहाँ जान मिल्दो रहेछ यहाँनिर
अक्षरधाम सुज रुम यता रहेछ। यता के गर्ने भन्ने सबै यहाँ राखेको रहेछ। ल हेर्नुहोस्, अब हामी चाहिँ भित्र मन्दिरमा जाने, त्यसपछि मन्दिर प्रवेश गर्ने। के हो, यता जाउँ न त। यहाँ हात्तीको यहाँ पुरै बगालै, पुरै बच्चा माउ सबै रहेछ। यहाँ जुत्ता सुत्ता उगार्ने ठाउँ पनि रहेछ नि, कानेर राख्ने। अनि के भने ब्याग ओके Put it in your bag. Shut it off and put it in your bag. Don't take it out until you go out, okay? ओके। Use the phone. अघि युज गर्न पाउँछ भन्दै थियो त्यहाँ त, फेरि लामो नबना भन्दै थियो। ठिक छ, अब भित्र राख्ने ब्यागमा हाल न। जति खिच्नु छ खिचिहाल्यो, अनि साथीहरूलाई देखाइहाल्नु भयो, हालिदिन्छ। गरेछ नि।